सम्बन्धी यहाँ पानी कसरी शुद्धिकरण हुन्छ भन्ने बारेमा हामी यहाँ विभिन्न ट्याङ्कीहरू रहेका छन्। यो ट्याङ्कीहरू हामीले के देखाउँदैछौँ, यता देखाउँ। यो चाहिँ सेडिमेसन ट्याङ्क, यो चाहिँ सेडिमेसन, यहाँ दुईवटा चाहिँ सेडिमेसन ट्याङ्क रहेका छन्। यो चाहिँ सेडिमेसन ट्याङ्क हो र उताबाट पानी आउँछ र यो भाग पानी आइसकेपछि यो भाग चाहिँ के भाग चाहिँ यहाँ छिक्रिन्छ र त्योबाट के छिक्रिएको भाग चाहिँ पानी चाहिँ उता जान्छ। त्यो पनि स्यान त्यही अनुसार हो। र यो सेडिमेसन ट्याङ्क चाहिँ अरू चाहिँ ट्याङ्कमा बनाउन सकिन्छ र यसमा ट्याङ्कसँग छिक्रा पार्टिकल्सहरू अनि विभिन्न किसिमका ढुङ्गा माटोहरूलाई छिक्राउने काम गर्छ। र अर्को छ क्याल्सियम फिल्टर। यसमा विभिन्न यसले पानीलाई सबभन्दा राम्रो मेथडमा प्रयोग गरिरहेको छ क्याल्सियम फिल्टर। यसले चाहिँ पानीहरूलाई छिक्र्याउने काम गर्छ। पानीहरूमा यहाँ विभिन्न किसिमका लेयरहरू छन् आफ्ना र आफ्ना केही भाग चाहिँ यहाँ तल सानो सबभन्दा सानो भाग छ, सानो पार्टिकल्सहरू स्यान छ भने यो मास चाहिँ गिट्टीहरू रहेको छ र यो सबभन्दा शुद्धिकरण गर्ने सबभन्दा राम्रो मेथड चाहिँ क्याल्सियम फिल्टर हो। र यसमा हेर्न सक्नुहुन्छ र यसमा पानी निकै शुद्धिकरण भएको छ। उताबाट पानी आएर यो सेडिमेसन ट्याङ्क आएर उताबाट आइसकेपछि यहाँ चाहिँ पानी चाहिँ केही भाग चाहिँ यहाँ शुद्धिकरण भए फेरि अर्को तल यसमा चाहिँ यहाँ पाइपहरू रहेका छन् र यसमा ठुल्ठुला एचडी पाइपहरू प्रयोग भएका छन्। यहाँ गेट बल्ब प्रयोग भइरहेका छ। यहाँ युनियनहरू अनि विभिन्न किसिमका यहाँ निप्पलहरू प्रयोग भइरहेका छन् र यसमा जिआई पाइप पनि प्रयोग भइरहेको छ। यो पुरानो रहेको छ यो सक्सन फिल्टर र यसलाई पहिला चाहिँ यही प्रयोग भएको थियो र अहिले चाहिँ यो रिमोभ भएको छ।